नमस्ते सिंह भलकबाट मेरो तर्फबाट मेरो घर फ्यामिलीबाट है सबैजनालाई नमस्ते छ। 2082 सालको सबैजनालाई शुभकामना छ मेरो तर्फबाट। सँगसँगै वैशाख पनि महिना लाग्छ, सँगसँगै वसन्त ऋतु पनि बदलिएको छ। सबैजनालाई शुभकामना छ भन्न चाहन्छु। मेरो घर परिवार छर छिमेकी मेरो इष्टमित्र सबैजनालाई शुभकामना। देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ सम्पूर्णलाई मेरो तर्फबाट शुभकामना व्यक्त गर्दछु। मेरो तर्फबाट मेरो घर परिवारबाट सम्पूर्णलाई हस्त नमस्ते भन्दै बाबाई। 2082 सालको धेरै धेरै शुभकामना सबैलाई। 2082 सालको शुभकामना मेरा छोरा बुहारीहरू सबलाई। अनि 2082 सालको सबैलाई धेरै धेरै शुभकामना छ मेरो तर्फबाट। 2082 सालको सबलाई मेरा भतिजाहरूलाई भतिजा बुहारीहरूलाई नातिनी बुहारीहरूलाई सबलाई शुभकामना छ है। 2082 सालको सबैलाई शुभकामना। ल है गाइस हामी लाग्यौँ ट्रक आज हाम्रो घुम्ने। हामी सम्पूर्ण जाँदैछौँ अनि ट्रकलाई यता भाउजू हुनुहुन्छ, यतातिर भाउजू हुन्छ होइन गाइस। सर्ट लाएर जाने हो। त्यस्तो चाहिँ त पछाडि हुन्छ, आन्टी हुन्छ, आमाहरू हुन्छ, मेरो फुपै हुन्छ, सबैजना हामी जाँदैछौँ। हामी रिङाटेको डाँडा यो फालाभाङमै पर्छ गाइस, अन्त कहीँ नपरेर। गाइजहरु हामीले ऐसरो खाँदैछौँ है, हेर्नु खाने आउनु यस्तो लेन्टेर आउनु। राम्रो राम्रोहरू छ। हाम्रो फुली नखाने हुन्छ गाइस, हेर्नु राम्रोसँग हाम्रो दिदीले नयाँ फल खानै छौँ हामीले। हजुर भन्नुभयो शुभकामना। घर कहाँ हो? ओ भाइ छोरोकै छोरो कतै दिएछन् नि म त्यसलाई। ल जाम दिदी जाम बेबी आऊ। दुई 2082 सालको शुभकामना।